हेलो दर्शन नमस्ते वेलकम टू माई युट्युब च्यानल मगनी भ्लग। आरामै हुनुहुन्छ होला हजुरहरू, म पनि आरामै छु। आज धेरै दिनपछि भिडियो बनाउन लागिरहेको छु। आज मेरो सासूआमाको बर्थडे, त्यही भएर सरप्राइज दिन लागिरहेको छौँ। रातिको 12 बजिरहेछ। सरप्राइज दिनको लागि म अनि मेरो छोरी हामी सरप्राइज दिन लागिरहेको छौँ। मेरो नानी सुतिरहेको थियो, बल्ल बल्ल उठाएको, यसलाई उठाउनै गयो 10 मिनट। अब फेरि सुत्न लागिसकेछ, छिटो सरप्राइज दिएर सुताउनुपर्छ यसलाई पनि। अनि प्लस मेरो बुढा हामी सबै मिलेर सरप्राइज दिन लागिरहेको छौँ। पनि हेरेर साथ सपोर्ट गरिदिनु होला। ओके, अब टाइम भइसक्यो, 12 बजिसक्यो। अब गएर आमालाई फेरि उठाउनु पनि पर्छ नि त, अनि सुतिसक्नु भयो। त्यही भएर लेट्स गो। ह्याप्पी बर्थडे आमा लेखेको छौँ। ह्याप्पी बर्थडे आमा। रातिको 12 बजेछ। सरप्राइज केक। हाउ वाज फिलिङ बेबी? मेरो इङ्ग्लिसमा नजान्नु होला, मेरो भिडियोमा मिलाएर हेरिदिनु होला। ओके, लेट्स गो लेट्स गो लेट्स गो लेट्स गो। आमालाई बोलाउनु पऱ्यो। के हो जानु? पहिला सिधा उभियो न, लाइट नबाल के, सिधा उभियो उतापट्टि, खोइ सिधा उभियो हो त्यसो। देखिन्न के, अनि लाइट नबाल। अनि एकचोटि आमा उठेपछि एकचोटि स्प्रे लगाएर लाइट बाल्ने। सुत्नु भएको कि सुत्नु भयो आमा? सुत्नु भयो? ह्याप्पी बर्थडे। ह्याप्पी बर्थडे टु यहाँ अघि लिएर आएको अनि लुकाएर राखेको के। बर्थडे आज थाहा नदिएर लिएर आएको के। 12 बज्यो, राति 12। अब पार्टी त भोलि। भोलि साँझ। ल घुमाउनु आमा, घुमाउनु घुमाउनु। बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु डियर आमा, ह्याप्पी बर्थडे टु यु। सधैँ यस्तै मनाउन पाऊँ आइसाल पनि। सधैँभरि यस्तै केक खान पाइयोस्, मिठो 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 केक खान पाइयोस्। सधैँ यस्तै मनाउनु पाइयोस्। अब नानीलाई खुवाउनु। ह्याप्पी बर्थडे टु यु। अर्को साल पनि यस्तै गरेर मनाउन पाऊँ। पहिलाको नातिनी बजै हो। बेस्ट लभ फरएभर। आजको बर्थडे। यस, अब गिफ्ट र पार्टी भोलि। अब खाना भोलि। छोरा बर्थडे। छोराले विदेशबाट ह्याप्पी बर्थडे भन्नुभयो आमालाई। आमा छोरा कुरा गर्दै इमोसनल टाइम।
आमाको बर्थडे हामी समेत यति त हुनु पर्यो नि त होइन। ओके, भिडियो हेरेर माया गरिदिनु होला सबले। आज रातिको सरप्राइज हो, केक मात्रै काट्ने, बाँकी चाहिँ आमाको फेभरेट खानाहरू भोलि साँझ। आई एम मास्टर कुक छँदैछ, बनाइहाल्छु म। ओके गाइस, सी यू।